हामी अब आज तत्काल क्यारम बोर्ड खेल्दै खेल्दै लागि कोशी खोला जाँदैछौँ। कोशी खोलामा एकदमसँगले राम्रा राम्रा मान्छेहरू हेर्नु जानु आँटेको छौँ। See you guys. मेरो बेटा 3, 2, 1. Alright peoples. अहिले चाहिँ फाइनली म घरबाट पिकनिकमा स्पटमा आइपुगेछु। अहिले एकदम मेहनत गरेर आलुदम बनाएर आलुदम भयो। हाम्रो बुने दिदीले चाहिँ बिहानदेखि चाखेको अहिलेसम्म चाखिरहनु भएको छ। म त ठिकै छु है। पौडी खेल्न जाने यहाँ काटन खै कहाँ त्यस्तो खेल्यो कहाँ जाने पौडी खेल्नु नि यहाँ खोलामा। हामी सबै खेल्नु चासोक मेल टाङनाम 2080 एलएतेम्बे 5083 को पवन अवसरमा थितिमचार गढी सुमालुङ युवा समूहबाट यो पिकनिक आयोजना गरिएको तपाईहरुलाई जानकारी गराउन छौं। यो हाम्रो सामूहिक सुमालुङ अम्बेपा संरक्षण समिति विकास प्रतिष्ठानले आयोजना गरेको यो चासोक पिकनिकमा हाम्रो वीरेन तुम्बाको यहाँ उपस्थिति भइरहेछ। तपाईलाई आज पिकनिक कस्तो भइरहेछ? एकदम रमाइलो फिरिरहेको सेवार है। म वीरेन्द्र तुम्बाको एकदम दामी भइरहेछ। हजुर कमल मिता हजुरलाई कस्तो भइरहेछ यो आजको पिकनिक? भर्खर आइपुगिन्छ त अब हेर्दै जाउँ न। ए कस्तो भइरहेछ तपाईलाई महसुस? मलाई यस्तो भइरहेको छ आजको पिकनिक यस्तो लागिरहेछ कि है 15-20 वर्ष जति भयो पिकनिक नबनाएको र पनि धेरै खुसी लागिरहेको छ भनौँ न। गढी सुमालुङको पिकनिक ल धन्यवाद। रमाइलो। यहाँ हाम्रो सबैभन्दा परिकारहरू बन्न गइरहेछ। यहाँ चाहिँ हाम्रो अब पुलाउ, यहाँ हाम्रो सब्जी तयार हुँदैछ पर्क। उहाँ अनिल देवान हुनुहुन्छ एकदम राम्रो बेस्ट अफ द फुड। यहाँदेखि हाम्रो पल्लोपट्टि चाहिँ पल्लो जिल्ला चाहिँ पल्लो डाँडा चाहिँ हाम्रो तेह्रथुम जिल्ला हो। यहाँ बिचमा हाम्रो कोशी बगिरहेछ तम्बर नदी। यसै कारण अब हामीले हाम्रा अग्रज पुर्खाहरूलाई यहाँ देखाउन गइरहेछौँ। तपाईलाई यो पिकनिकमा हार्दिक स्वागत छ। धन्यवाद नुगेन। तपाईलाई आजको पिकनिक कस्तो भइरहेछ? एलिडङबी ngahenching ebun sumba kon casuk tengna muba kon tambung jayu ai sarike kusagnu pan sarike kusagnu bidarum lagi hinja bicure annema achema kang akiri nurikang toremme nurik tugemme hinja bicu akiri nurik thangdang bugemme ani thibung yakthungre sakti bundum kutemme akiri tamra tambungja kon sarik kusanu ro khadak mia lamdu nem simme akir cabun tibun tiram simme ekel ini thangbe pukma langdobe uktobe thobukma punglo hinjase। तपाईलाई हार्दिक स्वागत छ यो पिकनिकमा। धन्यवाद सेवारो सम्पूर्णमा। नमस्कार। आज के सुमालुङ के रे सुमालुङ मन्दिरको बारेमा पिकनिक खानु सबैजना भेला भइराखेको छु। कति रमाइलो भएको छ? रमाइलो हुँदैछ। कतिको रमाइलो भएको छ? रमाइलो हुँदैछ ठिकै। तपाईँ त बिस्कुट मात्रै खानु हुँदैछ। अरू बिस्कुट खानु पर्यो नि, भोक तिर्खा लाग्छ। उहाँ चाहिँ को अरे? उहाँ साथी। नमस्कार। जय नमस्कार। युट्युबमा आउँछ त भरै। किन लजाउनु भएको दाइ? भर्खर बिगार्नु भएको हो दाइ? लजाउनु भयो क्या मेरो दाइ। वेलकम टु माई ब्लग। यहाँ हुनुहुन्छ हाम्रो गजे काका। कहाँ हो? कहाँ हो? यहाँ हो, यहाँ हो। दाजुको स्टल। ओ नमस्कार जय साहब। नमस्कार हजुर। के हो डन्ठीले छेकेको छेके गर्छ त? किन भाग्नु? तपाईलाई अलिकति आज होइन मलाई ठिकै छ त। म त नि के भन्छ यो रेड बुलको दाम कति हो? 120 रुपैयाँ। धेरै सस्तोमा दिनुभएछ। हो यसरी दिनुपर्छ। अरू यो पहिले त्यहाँ खाना उ गर्न
यहाँ हुनुहुन्छ हाम्रो झुल्के काका दाजु भाउजू आउनु भएन भाउजू त अनि दोकानमा बस्छ नि अब वान अफ द ह्यान्डसम उहाँबाट अब 2-3वटा शब्द यो हाम्रो 2080 को चासोकम नामको होइन मेला लगायत मेला मान्दै त्यसलाई अझै रमाइलो स्मरणको लागि चाहिँ हामी यहाँ माथिकामा सबै भएर रमाइलोको लागि आएको छौँ। अनि हाम्रो कुकमा हुनुहुन्छ विकास दाई उहाँ चाहिँ एकदम खतरा कुक हुनुहुन्छ गरिँदैछ आज हाम्रो पिकनिकमा तपाईँ पनि टाढोदेखि आएर हाम्रो पिकनिकमा चाहिँ सहभागी भइदिनु भएकोमा हामी धेरै खुसी भएको छौँ सबैजना होइन गढीवासी बिजोक रमाइलो छ बिजोक रमाइलो छ अब अहिले यो हाम्रो नेपाल राष्ट्रियको चाहिँ यो 5 स्तर हाम्रो यो 5 स्तर चाहिँ कस्तो पर्नु जान्छ भने अलिकति एरिया चाहिँ हाम्रो सेन्टरिङ विश्वभरको बिचमा हामी छौँ होइन यो 5 स्तर जिल्लाको कोशी र यता हेमा खोला पर्नु जान्छ होइन यसलाई भनिन्छ भारापा यसलाई भनेको 5 स्तर जिल्लाभित्रकै भयो यो सबै इलाकाहरू र यो कोशीले छुटेकोदेखि अञ्चल तेह्रथुम जिल्ला भयो होइन धन्यवाद। हाम्रो यो सफल प्लेट यति नै हो सिधै छ कमल दाइ ल्याउनु एकछिन ल्याउनु ल सबै को छ दुईजना गएर सुइक्क लिएर आउनु सानो जाँदैन त कहाँ गएको सानो खण्डे ल्याउनु ल खण्डे ल्याउनु ल छेउ यसले त अनि सबै मात्रै कहाँ छ 200 क्रस होला नमस्कार नमस्कार नमस्ते नमस्कार हजुर नमस्कार नमस्कार नमस्ते जीवनमा नराम्रो फोटै राम्रो आउँदैन उपेन्द्र दाजु के शब्द बोलिदिनु न वडा अध्यक्ष सर के शब्द बोल्नु कस्तो पिकनिक छ रमाइलो छ रमझम गर्नुपर्छ अनि वर्ष दिनको छिटो न वर्ष दिनको पिकनिकमा सबै गढीवासीहरू रमझम छन् आफ्नो आफ्नो धुनमा छन् वर्ष दिनको पिकनिकमा सबैले रमझम गरौँ नाच्ने अब एकछिनमा नाच्नुपर्छ त्यही हो।